यसरी बसिरहेको बुढाहरू बोल्न न। नमस्कार हजुरबा, नमस्कार। ल नमस्कार बाबु, तपाईँलाई शुभकामना बधाई छ। 2083 सालको बधाई छ। आज पिकनिकको बनकारे वनभोजमा दुईटा बाबु छोराको भिडियो बनाऊँ भनेर हँसाएको छ घन्टाले मलाई। लुकाएर बियर पनि ल्याइदिएछ केटाले। अरू सबै ठिकै हुनुहुन्छ हैन? ठिक छ बाबु, ठिक छ। अब पहिला जमानादेखि काम गरेर हुर्केर अहिले यो अवस्थामा आउनुभएको छ। अझै पनि हाम्रो लागि अझै पनि मैले त अझै जमाना देखेको, अझै बुढो देख्दिनँ। अझै तन्नेरी जस्तो हुनुहुन्छ। अझै हिँडेर यहाँ आउनुहुन्छ, यति माथि आउनुभएको छ। आज हाम्रो दाजुभाइको वनभोज कार्यक्रम 2083मा उपस्थित हुने सम्पूर्ण महानुभावहरू आउनुभएको छ। त्यही क्रममा उहाँसँग भेट भयो अनि मैले सानो भिडियो बनाऊँ भनेर एउटा भिडियो बनाएको छु सम्झनाको लागि। अनि केही कुराहरू उहाँलाई राख्नको लागि अनुरोध गर्दछु। धन्यवाद छ। मेरो छोरो हो, भाइको छोरो, चुरुमन भाइको छोरो। पिकनिक 83 सालको पिकनिक कार्यक्रममा आएमा ल हजुरबा भिडियो बनाऊँ भनेर ल्याएको छ। कुनामा बसेको छु, बियर पनि ल्याइदिन्छ केटाले, लुकाएर खाएको छु। यस्तै रमाइलो छ ल त्यो 83 साल। पहिलाका दुःखहरू, कहानीहरू, पहिलाको अवस्थामा अब पहिला धेरै अर्ग्यानिक खानाहरू खान्थ्यो। आटो खाने, ढिँडो खाने, मकै भुटेर भट्टा मकै भुट्ने खाने, केरा उवा। अहिले त चाउचाउ खाने भन्छन्, मोमो खाने भन्छन्। ब्रोइलरको कुखुराको मासु बरु साग चाहिँ हुनलाई 3 महिना लाउँछ। बर्खा ब्रोइलर कुखुरा मासु 45 दिनमा मासु तयारी छ। यस्तो खाने चलन आयो। अर्ग्यानिक खानाहरू, पहिलाको अर्ग्यानिक घिउ, बाख्रा, भैँसी, कुखुरा गोठभरि हुन्थे। अहिलेको अवस्था पहिलाको अवस्था हेर्दा धेरै फरक छ। अहिले धेरै जमाना परिवर्तन भइसक्यो। अझै पनि हजुरबालाई मैले पहिले जस्तो देखेको थिएँ त्यस्तै देखेको छु। अझै स्वस्थ, सुख, शान्ति, समृद्धि होस् शुभकामना छ। 2083 सालमा अझै फलोस् फुलोस्, अझै सुख, शान्ति, समृद्धि छाओस्, रोग व्याधि हटेर जाओस् भन्न चाहन्छु। धेरै धेरै शुभकामना छ हजुरबालाई। भेट भयो, रमाइलो लाग्यो, धेरै खुसी लाग्यो। सम्झनामा एउटा भिडियो कैद गरियो हजुरबासँग। हस्त नमस्ते। ल बधाई छ, बधाई। मेरो पनि बधाई छ मेरो छोरालाई, भरतलाई। ल।